आजको यस भिडियोमा अब नयाँ आउने आइपिओ हिमस्टार ऊर्जा कम्पनी र सानवी इनर्जीको बारेमा एकदमै छोटो जानकारी दिनेछौँ। हिमस्टार ऊर्जा कम्पनीले आइपिओ निष्कासन गर्ने भनेर मिति सार्वजनिक गरिसकेको छ भने सानवी इनर्जीले पनि सर्वसाधारणका लागि आइपिओ बाँडफाँड गर्ने भनेर मिति सार्वजनिक गरिसकेको छ। हिमस्टार ऊर्जा कम्पनी कस्तो कम्पनी रहेको छ, यो कति किता भर्ने भन्ने बारेमा एकदमै छोटो जानकारी दिनेछु भने त्योभन्दा अगाडि कुरा गरौँ सानवी इनर्जीको बारेमा। सानवी इनर्जीको बारेमा कुरा गर्नुपर्दा यो कम्पनी हाइड्रो पावर सेक्टरको एकदमै राम्रो कम्पनी रहेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरू जसलाई यो कम्पनी परेको थियो, मेरो विचारमा यो कम्पनी केही समय होल्ड गर्नु नै राम्रो हुनेछ। यो एकदमै बढ्ने सम्भावना रहेको छ। यसको इपिएस 17 रुपैयाँ रहेको छ भने यसको ओपनिङ रेन्ज 120 रुपैयाँदेखि 360 रुपैयाँसम्म रहनेछ। त्यसै गरी यो कम्पनीले सर्वसाधारणका लागि आइपिओ बाँडफाँड भनेर यही जेठ 26 गते पर्सिदेखि मिति सार्वजनिक गरिसकेको छ। अब कुरा गरौँ हिमस्टार ऊर्जा कम्पनीको बारेमा। हिमस्टार ऊर्जा कम्पनीको बारेमा कुरा गर्नुपर्दा हिमस्टार ऊर्जा कम्पनीले यही जेठ 9 गते धितोपत्र बोर्डबाट आइपिओ निष्कासनका लागि अनुमति पाइसकेको थियो भने यसमा केही ढिलाइ हुन गए पनि अब भने हिमस्टार ऊर्जा कम्पनीले आइपिओ निष्कासन गर्ने भनेर मिति सार्वजनिक गरिसकेको छ। यो कम्पनी पनि हाइड्रो पावर सेक्टरको कम्पनी नै रहेको छ भने यस कम्पनीको स्थापना सन् 2010मा भएको थियो। यो कम्पनी सोलुखुम्बुको रावादोलु र ओखलढुङ्गाको बुकु खोला भन्ने सिमानामा पर्दछ। यस कम्पनीले प्रति किता मूल्य रु 100 का दरले 11,19,000 किता आइपिओ बिक्री गर्नेछ भने यस कम्पनीले पनि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भनेर 1,86,500 किता छुट्याएको छ भने त्यसबाट बाँकी रहेको किताहरूबाट 10% हुन आउने 93,250 किता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भनेर छुट्याएको छ। त्यसै गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले यो आइपिओ पनि 10 किता नै भर्नु राम्रो हुनेछ, त्योभन्दा बढी पर्न पनि पर्दैन। वैदेशिक रोजगारीमा रहेका 9,325 जना नेपालीलाई मात्रै यो आइपिओ पर्नेछ। त्यसै गरी यो आइपिओमा कहिलेदेखि आवेदन दिन सकिन्छ भन्ने बारेमा कुरा गर्नुपर्दा हिमस्टार ऊर्जा कम्पनीले यही जेठ 30 गतेदेखि असार 13 गतेसम्म भनेर वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भनेर यो आइपिओ खुला गर्न लागेको छ। जेठ 30 गतेदेखि असार 13 गतेसम्म तपाईँले यो आइपिओमा आवेदन दिन सक्नुहुनेछ। 10 बजेदेखि 5 बजेसम्म आवेदन दिनुहोला। त्यस्तै लोकल बासिन्दाले भने नजिकैको सिटिजन बैंकमा गएर आवेदन दिन सक्नुहुनेछ भने वडा कार्यालयमा गएर पनि आवेदन दिन सकिनेछ भन्ने कुरा आएको छ। त्यस्तै त्यहाँको लोकल बासिन्दाले कति किता भर्ने भन्ने बारेमा त्यहाँको जनसङ्ख्या अनुसार हिसाब गर्नुपर्ने हुन्छ। त्यसै गरी यस कम्पनीले पनि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि तोकिएको मिति क्लोज भएपछि मात्रै आइपिओ बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लागि यो आइपिओ सार्वजनिक गर्नेछ। त्यसै गरी यो कम्पनी पनि लो क्यापको कम्पनी नै रहेकाले यो कम्पनी पनि एकदमै बढ्ने सम्भावना रहेको छ। अन्तिममा हिमस्टार ऊर्जा कम्पनी लगायत अब नयाँ आउने आइपिओ सम्बन्धी बाँकी जानकारी अर्को भिडियोमा दिने नै छु। धन्यवाद।